मेरो गवाई एकचोटि मैले साटो चरणमै भनिसकेको थिएँ। भन्दै गर्दा म सुरुदेखि भन्छु, अलिकति लम्बेला है। म त 2042 मङ्सिर 3 गते जन्मेको। अनि त्यसो गरेर 2045 मेरो भाइ, ठुलो चाहिँ भाइ, 2049 भदौमा मेरो कान्छो भाइ। अनि हामी चाहिँ हजुरआमा हुनुहुन्थ्यो, अनि मम्मी, बुवा, हामी 3 जना। अनि त्यसपछि 2050 मङ्सिरमा त मेरो बुवा बित्नुभयो। अनि त्यसपछि हामीलाई अलिकति समस्याहरू आउँदै गयो। त्यो त मेरो बाल्यकाल। तर मेरो जीवनमा परमेश्वरले आशीष दिनुभएको छ। त्यही भएर म कसरी आएँ र कसरी म परिवर्तन भएँ भन्ने कुराहरू भन्न चाहन्छु। र जब आज मैले वचनहरू हाम्रो डक्टर निकुलले बाँड्दै गर्दाखेरि पनि क्षमा दिने कुराहरूलाई पनि म यही मेरो गवाईमा समेट्नेछु। अनि त्यस्तो हुँदै गर्दाखेरि अनि 2050 मङ्सिरमा बुवा बित्नुभयो। 2051 साल साउनमा चाहिँ हाम्रो त्यो खोला बाढी आएर त हामीले भएभरको खेतहरू चाहिँ बगायो। अनि हामीलाई त्यसपछि धेरै समस्या हुँदै गयो। अनि मेरो हजुरबा म जन्मिने बित्तिकै बित्नु भएको अरे। अनि मेरो हजुरआमा भन्छ नि गाउँघरमा राँडी भन्ने एउटा चलन। अनि मेरो हजुरआमा पनि एक्लो विधवा, मम्मी पनि एक्लो। मेरो मम्मीले 26 वर्षमा विधवा हुनुहुन्थ्यो। अहिले मानिसले 35-40 वर्षमा विवाह गर्दैन, तर मेरो मम्मीले 3टा बच्चा जन्माएर 26 वर्षमा विधवा हुँदाखेरि त्यो समयमा अभाव थियो। त्यो समय बिहान बेलुका च्याख्ला भात खान पनि हामीलाई गाह्रो थियो। र पनि मेरो आमाले त हामी 3 सन्तानलाई छोड्नु भएन। सायद परमेश्वरले चाहिँ उहाँले बाइबल पढ्नु भएको छैन, र पनि उहाँले चाहिँ धैर्यता चाहिँ उहाँलाई दिनुभएको रहेछ भन्ने कुराहरू म आज बाइबल पढेको कारणले भन्न सक्छु। अनि यसै गर्दा जाँदाखेरि चाहिँ मेरो मम्मी अलिक सिधा, अनि मेरो हजुरआमा त बाठी हुनुहुन्थ्यो। जस परमेश्वरले परिवारमा एकजनालाई चाहिँ एउटा कडा दिनुहुन्छ। मेरो हजुरआमा कडा भएको कारणले म मेरो परिवारमा एउटा भनौँ न अनुशासनमा चाहिँ हुर्काउनु भयो हामीलाई। अनि मेरो हजुरआमा त इन्डियामा बसेको कारणले गर्दाखेरि आफ्नो खुट्टामा आफै टेक्न पर्छ भन्ने कुराहरू मेरो हजुरआमा पढ्नु भएको थिएन, र पनि हामीलाई शिक्षा दिनुभयो। अनि मैले त्यस बेलासम्म एसएलसीसम्म पढेँ। त्यति समयमा मैले 2058 सालमा एसएलसी दिएको, तर मलाई ब्याक लागेको कारणले मैले पछि मेरो कहानी धेरै कुराहरू छ। अनि त्यसपछि चाहिँ म त्यसरी 2058 साल चैत्रमा एसएलसी दिएपछि मैले 2059 वैशाख जेठ 2 मा मैले सिलाइ सिकेँ। सिलाइ सिक्ने क्रममा पनि मैले जस राम्रोसँग सिकेँ। अनि त्यसलाई नै पेसा लिएर मैले काम गर्दै गर्दाखेरि रामछापमा टेलर गरेर बसेको समयमा त मैले मेरो किरण जीवनसाथी उहाँलाई भेटाएँ होइन। अब त्यो समय त 16-17 वर्षमा विवाह गर्ने त्यस्तो कुराहरू थियो। अनि म त 20 वर्ष पुगिसकेको थिएँ हाराहारी। अनि मलाई त कतिले बुढी कन्ने यसो उपनामहरू दिने चलन गर्दै थियो गाउँतिर। तर पनि मलाई त्यो विवाह भन्दा पनि मेरो लागि त मेरो लक्ष्य थियो, पैसा कमाउनु पर्छ, मेरो परिवार पाल्नु पर्छ भन्ने कुराहरू। त्यसो गर्दै गर्दाखेरि चाहिँ अनि म टेलर गरेर बसेकै उसमा चाहिँ मैले किरणलाई भेटाएँ। अनि उहाँसँग मैले भागी विवाह गरेँ। अनि भागी विवाह गरेको वर्ष 2062 सालमा 63 सालमा मैले भागी विवाह गरेँ। 2062 सालमा चाहिँ फेरि मलाई पुनः पढ्न मन लाग्यो। मैले टेलर गर्दै गर्दाखेरि फेरि पढ्ने इच्छा जागेको कारणले गर्दाखेरि म फेरि इक्जाम डेट फेरि फर्म भरेर फेरि इक्जाम दिएँ। अनि त्यसपछि 2063 जेठमा म किरणसँग भागेर विवाह गरेँ। असारमा रिजल्ट आयो, फेरि पनि मलाई एक विषय लाग्यो। तर मेरो आमाहरूले चाहिँ मलाई स्वीकार्नु भएन। अब यत्रो वर्ष यस्तो गरेर बसेको मान्छे यसरी आफ्नो स्वतन्त्रले हिँड्ने अनि भनेर उहाँले फेरि फर्म भरिदिनु भएन। मेरो घर र माइती चाहिँ अलिक टाढा थियो। अनि त्यसपछि म चाहिँ ठिकै छ भने मेरो पढाइलाई त्यहीँ मैले बिट मारेँ। अनि विवाह भएपछि चाहिँ सुख सहयोग हुन्छ होला भन्ने सोचले चाहिँ मैले विवाह गरेको थिएँ। अनि जीवनमा सुख पनि भयो, सहयोग पनि आयो होला, तर त्यसमा सङ्घर्ष पनि सँगसँगै आयो मेरो जीवनमा। किनकि मैले अन्तर्जातीय विवाह गरेको कारणले मैले घरमा चाहिँ धेरै कुराहरू अस्वीकार गर्नु पऱ्यो। मैले धेरै कुराहरू सङ्घर्ष गर्नु पऱ्यो। अनि म विवाह गरेको वर्ष 2063 मा विवाह, 2064 जेठमा चाहिँ मेरो छोरा विवेक जन्म्यो। विवेकसँगै ट्विन्स जन्मेको थियो। अनि त्यसपछि चाहिँ मैले धेरै दुःख पाएँ मेरो ट्विन छोराहरू जन्मेपछि। एक त मेरो माइती हेर्न आउँदैन थियो, एक त मलाई परिवारले सहायता गर्दैन थियो। मात्र किरणले मात्र उहाँले त्यतिखेर चाहिँ उहाँले धेरै सपोर्ट गर्नुभयो। अनि त्यसपछि 2064 माघमा 7 गते चाहिँ मेरो ठुलो चाहिँ बाबु बित्यो। बितेपछि मेरो यो अहिले भएको मेरो छोरा विवेक पनि बिरामी हुन थाल्यो। अनि त्यसपछि मैले 2064 चैत्र 20 गते चाहिँ मैले परमेश्वरलाई पाएँ।
मैले मेरो आफैले जन्माएको एउटा छोरा गुमाएँ अनि मैले परमेश्वर पाएँ र मलाई मेरो छोरा गुमेकोमा मलाई फिक्री छैन, चिन्ता छैन, किनकि मलाई त्योभन्दा ठुलो परमेश्वर मैले पाएँ। आज सायद एउटा गुमाएको कारणले गर्दाखेरि आज मैले मेरो सबै परिवारले चाहिँ परमेश्वरलाई पाएको छ, त्यसैमा म परमेश्वरलाई धन्यवाद भन्छु। अनि त्यसै गर्दै गर्दा जाँदाखेरि चाहिँ 2064मा पनि मेरो 65मा फेरि नानी जन्मी अनि त्यसपछि त झन् मेरो सङ्घर्षको यात्राहरू बढ्दै गयो। अनि त्यसपछि उहाँ सर हुँदै काठमाडौँ आउनुभयो अनि म पनि आएँ दुईवटा बच्चाहरू लिएर। आउँदै गर्दाखेरि काठमाडौँ धेरै दुःख थियो। म बाल्ला बोक्न जान्थेँ, इँटा बोक्न जान्थेँ। अनि एक दिन मेरो सासु आमाले चाहिँ घर आऊ भन्नुभयो अनि मैले सोचेँ काठमाडौँमा यसरी दुःख गर्नुपर्छ भने म घरमै जान्छु अनि उहाँहरूसँग बस्छु अनि म आफ्नो व्यवसाय गर्छु भन्ने सोचले फेरि म सबै सामान लिएर घर फर्केँ। त्यसरी भन्दै हुनुहुन्थ्यो किरणले नजाऊ, मेरो आमाले तिमीलाई फेरि धोका दिन्छ त भन्दै हुनुहुन्थ्यो। अब मैले त फेरि विश्वास गरेँ अनि किनकि हामी छिटो विश्वास गर्छौँ। अनि म विश्वास गरेर म फेरि घर गएँ। घर गएपछि 3 महिनापछि फेरि पनि मलाई एक्लै छुट्याइदिनु भयो। अनि म फेरि नानी 2.5 वर्षको नानी 3.5 वर्षको छोरा लिएर फेरि काठमाडौँ फर्किनु पऱ्यो। म एउटा सामान्य सामान जोडेर बसेको मान्छे घर फर्केर गएपछि फेरि आउँदाखेरि म रित्तै थिएँ। मलाई बिहान बेलुका खानालाई गाह्रो हुन्थ्यो। अनि त्यसरी हामी चाहिँ नक्सालमा बस्थ्यौँ। अनि मैले त्यही समयमा चाहिँ बाबु नानी बोकेर जान्थेँ, काम खोज्न जान्थेँ। अनि पोते उन्ने काम खोज्न जाँदाखेरि तपाईँ त दुईवटा नानी रहेछ भनेर मलाई पोते उन्ने काम पनि दिनु भएन। म कति रुएँ। अनि मलाई जम्मा 5 किलो पोते दिएर पठाइदिनु भयो। त्यहाँको दिदीले म रोएको देखेर अनि मैले त्यो कामहरू गर्दै गएँ। अनि एक दिन चाहिँ कामको खोजीमा एउटा डोर्याउँदै एउटा पिठो बोक्दै जाँदाखेरि चाहिँ एउटा दिदीले चाहिँ फेरि एउटा जुन मैले यो कामहरू गर्दैछु त्यो काम जुन एउटा विदेश जाने टोपीमा त्यो फुलहरू भर्ने कामहरू फेरि भेट्टाएँ। अनि फेरि त्यहाँ काम गर्दै सङ्घर्ष गर्दै जाँदाखेरि त्यो बेला चाहिँ किरणको चाहिँ जुन तालिम परेर उहाँ चाहिँ फेरि डबल तालिम गर्दै हुनुहुन्थ्यो थाङकोटमा, बिदा पाउनु भएन। अनि कति त्यतिखेर मैले महिनामा 1 छाक मासु खान गाह्रो हुन्थ्यो। अनि बिहान बेलुका खानालाई पनि मलाई त्यस्तै थियो। अनि एक दिन किरण बिदामा आउनु भएछ। अनि म चाहिँ त्यतिखेर मेरो ठुलो भाइको विवाह थियो। मेरो दिदीले गाउँ जानु भएको थियो। अनि मेरो आमालाई चाहिँ दाल चामल घिउ पठाइदिनु भएको थियो कोसेली स्वरूप। अनि मसँग चाहिँ घरमा खाने चामल थिएन। अनि आमाले पठाउनु भएको घिउ चामल दाल एकै ठाउँ हालेर छुट्टै पकायो भने मट्टीतेल हुँदैन थियो। अनि मैले एकै ठाउँबाट त्यो खिचडी भन्छ हाम्रो गाउँघरतिर चाहिँ 1 हप्ता भइसकेको थियो। बिहान पकाउने, बिहान चाहिँ तातो छोराछोरीलाई खुवाउने, आफू पनि तातै खाने, बेलुका चाहिँ छोराछोरीको लागि मात्र तताउने। किनभने सबै ततायो भने चाहिँ तेल धेरै सक्छ मट्टीतेल भनेर म आफू चाहिँ चिसो खान्थेँ। अनि किरण यसरी बेलुका आउनुभयो छुट्टीमा। अनि उहाँले त्यो दिन पनि त्यही खुवाएँ, खानुभयो। भोलिपल्ट बिहान पनि मसँग त्यही थियो, त्यही पकाएँ। अनि उहाँले चाहिँ बिहान बेलुकै खिचडी चाहिँ मिठो हुँदैन भन्नुभयो। अनि मैले भने हामी त 1 हप्ता भइसक्यो, यो पनि आमाले पठाउनु भएको भने। अनि उहाँ चाहिँ फेरि अफिसमा गएर अब हाकिमसँग पैसा मागेर लिएर आएर अनि चामल मट्टीतेल होइन फेरि लिएर आउनुभयो। अनि हामीले भात पकाएर खायौँ। यस्तै क्रममा जाँदै गर्दाखेरि म चाहिँ परमेश्वरमा म चर्चमा जहाँ भजनहरू गाइरहेको छ त्यहाँ चाहिँ जानु मन लाग्ने। अनि जहाँ पाहुना गयो त्यहीँ शनिबारको दिन त्यही वरिपरि भयो भने मलाई त्यो वसुन्धरा एउटा चर्चले चाहिँ मलाई यति नराम्रो गाली गर्नुभएको छ कि म त त्यहाँ नन्दकोमा गएर थिएँ। अनि छेउमै त्यतिखेर भजनहरू गाइरहेको थिएँ र बहिनी यहाँ चर्च छ हो भनेको छ भन्नुभयो। अनि म चाहिँ बच्चाहरू लिएर गएँ, म जान्छु है चर्चमा भने। अनि जाँदाखेरि त्यहाँको विश्वासी होइन उहाँ त वचन बाँड्नुहुन्थ्यो, सायद त्यहाँको अगपास्टर को हुनुहुन्थ्यो, पछि उहाँले वचन बाँड्दै हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ तपाईँहरू कहाँबाट आउनुभएको भने म त यहाँ बहिनीको पाहुना आएको थिएँ, यहाँ भजन कि त सुनेर म परमेश्वर विश्वास गर्छु, त्यही भएर म यहाँ आएको भने उहाँ चाहिँ आफ्नै चर्चमा जानुपर्छ के अरे डुली हिँड्नु हुँदैन भनेर भन्नुभयो। अनि मलाई मन त दुख्यो, तर म त्यो गेटबाट छिडेँ, म जबरजस्ती छिडेँ। म फर्किनँ। त्यो दिन सङ्गति गरेँ त्यहाँ, जसले जे भने पनि परमेश्वरले मलाई स्वीकार्नु भएको थियो भन्ने कुराहरू चाहिँ मैले सम्झेँ। अनि म गएँ नानीहरू लिएर सङ्गति गरेँ। त्यसपछि मलाई थाहा भयो अब म आफ्नो एउटै चर्चमा स्थायी भएर बस्न पर्नेछ भन्ने कुरा पनि मैले त्यतिखेर थाहा पाएँ। त्यसो गर्दै गर्दाखेरि अनि फेरि म यो हरसिद्धि सरेँ। हरसिद्धिमा आएपछि साह्रो दुःख थियो। दुईवटा नानीहरू 9-10 हजार तलब थियो होला त्यतिखेर सायद। अनि कोठा भाडा तिर्न पर्ने। अनि मलाई यो हरसिद्धि आएर पनि 3-4वटा चर्च म डुल्दै हिँडेँ। अनि एक दिन चाहिँ रमा दिदी, अहिले यहाँ हुनुहुन्न त्यो दिदी,
कता हुनुहुन्छ मलाई थाहा, तर उहाँको निम्ति म सधैँ प्रार्थना गर्छु, किनकि उहाँले चाहिँ मलाई यो केसीको किङ चर्चमा चाहिँ ल्याउनु भएको। एक दिन उहाँहरू दुईवटा छोरालाई तयारी गरेर रोडमा बस्दै गर्दा दिदी तपाईँ कहाँ जानुभएको भनेको, उहाँले हामी त चर्च हिँडेको बहिनी भन्नुभयो। तर मलाई पत्याएर लाग्दैन थियो, किनकि त्यो दिदी गलैँचा बुन्नुहुन्थ्यो अनि रक्सी पिउनुहुन्थ्यो होइन, अनि त्यो दिदी चर्च जान्छ भने नलाग्ने। अनि तपाईँ त चर्च जानु हुँदो रहेछ, तपाईँ त रक्सी पिएको देखाएको थिएँ भने मैले यसो गरेर, होइन बहिनी कहिलेकाहीँ मलाई टेन्सन हुन्छ, खान्छु पिउँछु, तर बाहिर लेखेको छैन, तर जान्छु चर्च नै भन्नुभयो मलाई। अनि दिदी त्यसो अर्को हप्ता मलाई पनि लानुहोस् है भने। अनि त्यसपछि उहाँले उहाँ दिदी मार्फत चाहिँ मैले केसीमा जोडेँ। अनि जब म यहाँ केसीमा जोडेँ, म केही पनि जानेको थिइनँ। म एउटा भर्खर ताते गरिराखेको बच्चा जस्तै थिएँ, मात्र प्रार्थना गर्थेँ, त्यो पनि छोटो गर्थेँ। अनि त्यसै गर्दै जाँदाखेरि चाहिँ मलाई मेरो केसीकै अगुवाजनहरू अहिले पास्टर एल्डर उहाँहरूले चाहिँ मलाई धेरै हुर्काउनु भयो, मेरो परिवारलाई घरेलु सङ्गति दिन आउनुभयो। अनि कतिचोटि घरेलु सङ्गति दिन आउँदाखेरि मसँग चिया र बिस्कुट दिने पनि हुँदैन थियो। र मैले सुनेको थिएँ परमेश्वरको जनहरूलाई त पानी मात्रै हो भने पिउन दिनुपर्छ भनेर। अनि म कहिलेकाहीँ लाग्थ्यो, अनि मसँग चिया र बिस्कुट दिन पाए पनि हुन्थ्यो। दिन चाहिँ म एकदम खुसी हुने, बरु मलाई नहोस् रित्योस्, म दिन पाएँ भने चाहिँ म सबैभन्दा ठुलो आनन्द मेरो अहिलेको जीवनमा पनि मलाई त्यो छ। किन म दिन पाएँ खुसी, मैले दिएर कोही मानिस बाँच्छ, मैले दिएर कोही मानिस अगाउँछ, मैले दिएर कोही मानिस खुसी हुन्छ भने म रित्दिन पनि तयार। अनि मैले त्यतिखेर म सोध्थेँ, आज त धेरै जस्तो पिटा भाइ अनि हाम्रो एउटा जेन उहाँहरू आउनुहुन्थ्यो, कहिलेकाहीँ लाग्थ्यो आज त के खुवाउने होला। मैले उधारो बिस्कुट ल्याउँथेँ, उधारो चिनी ल्याउँथेँ, अनि त्यसरी खुवाउँथेँ होइन। अब उहाँलाई त्यतिखेर थाहा छैन, अब थाहा पाउनु भयो होइन, त्यसरी दिन्थेँ। अनि त्यसो गर्दै गर्दाखेरि चाहिँ अनि मैले खेती गर्न सुरु गरेँ। खेती सुरु मेरो आधी तोला सुनबाट सुरु गरेँ मैले। मेरो यो परमेश्वरले दिनुभएको आँट र हिम्मत साथलाई चाहिँ म कदर गर्छु परमेश्वरमाथि। अनि आधी तोला सुन जब बेचेँ मैले 28,000 आयो। अनि जब मैले खेती सुरु गरेँ, त्यो आधी तोला सुन रोपेर मैले सुन फलाएँ भन्छु म अहिले। जब म त्यहाँ जुन मैले आफ्नै बिजनेस आफ्नै व्यापार सुरु गरेँ, तब मैले बिहान बेलुका अगाउँची खान थालेँ, हप्तामा एक छाक मासु खान थालेँ। कतिचोटि म नानीहरूलाई खुवाउँथेँ, म खाँदैन थिएँ। जब सङ्घर्षमा चाहिँ मानिसले सङ्घर्षसँग जुझ्न सकेर परमेश्वरको आज्ञाकारिता भयो भने मानिसले प्रशस्त दिँदो रहेछ। परमेश्वरको वचनमा पनि तिमीहरू मेहनत गर्नेहरूलाई चाहिँ प्रशस्त दिनेछु भन्नुभएछ। म आशा त्यही गर्छु, म आज पनि त्यही भन्छु, प्रभु म मेहनत गर्दैछु, मलाई तपाईँले दिनुभएको छ, अझ बढी दिनुहुन्छ, अझ म बढी बाँड्छु, म यही प्रार्थना गर्छु अहिले म। अनि त्यसै गर्दा जाँदाखेरि चाहिँ यो 3 वर्ष अगाडि चाहिँ मैले एउटा नेपाल टुडे प्लाटफर्ममा मैले एउटा युट्युबरमा चाहिँ एउटा आफ्नो एउटा भिडियो हालेँ कृषिको बारेमा। त्यतिखेर त मलाई धेरै तनाव चाहिँ कहाँबाट आएको थियो भने मेरो घर परिवारबाट आएको थियो। त्यतिखेर मैले धेरै मेरो 3तिर खेती, अनि मेरो घरबाट चाहिँ ज्वाइँ नन्दे भाइ अहिले बित्नुभयो, उहाँ बिरामी भएर आएको कारण चाहिँ मलाई मेरो बच्चाहरूलाई पनि तयारी गर्नु पनि 3तिर खेती पनि चलाउनु पर्ने, भदौको बेलामा दिन बिराएर टिप्न पर्ने, साह्रो दुःख थियो। मैले धेरै गुहार मागेँ घरबाट, बस्ने ठाउँ चिन्ता गर्नु पर्दैन, पैसालाई उता गरेर चिन्ता गर्नु पर्दैन, तर मलाई एकजना दरिलो हस्पिटल लाने ल्याउने मान्छेले आइदिनुहोस्, मलाई साह्रै गाह्रो भयो भन्दाखेरि मेरो कुरा कसैले पत्याएनन्, किनकि म काठमाडौँ बसेको छु, सुविधामा छु भन्ने सोच्नुभयो होला, सायद मेरो सङ्घर्ष छुट्टै थियो। अनि त्यसै गर्दै जाँदाखेरि एक हप्तापछि मेरो बहिनी हराउनु भयो, नन्द हराउनु भयो, किरणको आफ्नै बहिनी हराउनु भयो। हराएपछि जब उहाँको बहिनी हराएपछि चाहिँ उहाँको घरको सबै आफन्तहरू आउनुभयो। भनेपछि परमेश्वरले पाएको र नपाएको मानिसमा फरक हुँदछ। मैले त्यही म सुरुदेखि बिरामी, ज्वाइँ त अर्काको छोरा हो नि त, तर उहाँलाई मैले प्रेम गर्दै आएँ भने मेरो घरको मान्छेले आफ्नो बहिनी हराएपछि छोरी हराएपछि खोज्न आउनुभयो। त्यतिखेर पनि मैले धेरै कुराहरू सहेँ। अनि त्यसो गर्दै गर्दा आउँदाखेरि चाहिँ त्यतिखेर त मलाई धेरै तनावहरू थियो। अनि त्यो नेपाल टुडे युट्युबरले चाहिँ मलाई त्यो दिनै आउँदाखेरि मैले
रिसाले अब भएको कुराहरू घरको कुराहरू भन्नु हुँदैन थियो र पनि मैले मलाई अब घरबाट निकालेको नि हो सही कुराहरू मैले मेरो जीवनमा पाएको कुराहरू त्यो बनाएर होइन कि मैले भएको कुराहरू चाहिँ मैले भनिदिएँ कि मलाई थाहा भएन यति धेरै प्रचार होला अनि यति धेरै मान्छेले देख्ला सुन्ला अनि भोलि मेरो घरको मान्छेले हेर्छ र मलाई गाली गर्छ भने मेरो सोचमै आएन। मलाई त्यतिखेर एकदमै माइलो भइसकेको थियो। अनि मैले चाहिँ मेरो जेठाजुले छुट्टिने बेलामा मलाई तेरो बाउको दाइजो ल्याएको हो र तँलाई पनि भाग लगाउने अनि त्यतिखेर किरण घर जानु भएको थिएन छोरा बिना मलाई छुट्याइदिनु भएको थियो त्यतिखेर। अनि मैले भने यो बारीको रुखहरू सबै दाइले काट्नु भएको छ बुवामा त्यसो भए मलाई छुट्याइदिनु मलाई पनि चाहिन्छ भाग लगाउनुहोस् अनि म पनि घर बनाउँछु भने भन्दाखेरि चाहिँ मलाई दाइले त्यसो भन्नुभएको थियो जेठाजुले। अनि त्यही कारणले गर्दाखेरि मैले त्यतिखेर भनिदिइहालेँ कि ठ्याट्टै मलाई त्यो सुन्ला अब मान्छेले सुनेर चाहिँ म घरसम्म पुगेर उहाँले पछि चित्त दुखाउँछ भन्ने कुरै आएन मलाई त्यतिखेर मेरो दिमागमा आएन। मैले भने त्यो कुराहरू चाहिँ पहिला सुरुमा चाहिँ के हो र भन्ने भयो होला सायद सुन्नुभएको छ र पछि गर्दा चाहिँ उहाँले सुन्नुभएको छ हेर्नु भएछ। अनि त्यसपछि चाहिँ उहाँ अब सबै कुरा नेगेटिभ त थिएन अब एउटा दुईवटा कुराले उहाँले चाहिँ मलाई धेरै कुराहरू भन्नुभयो। अनि उहाँहरू आज मसँग बोल्नुहुन्न। आज 2083 साल जब आज डाक्टर निकोलसले जब वचन ल्याउँदै हुँदा गर्दाखेरि मैले क्षमा उहाँसँग मागेँ किनभने आज मैले कपीमा लेखेर जलाएँ मेरो हृदयबाट निकालेँ। म चाहिँ मेरो परिवारसँग एकता प्रेम बाँड्न चाहन्छु किनकि परमेश्वरले मलाई दिनुभएको छ र पनि उहाँहरू मसँग बोल्नुहुन्न क्या। तर सबैभन्दा पहिला भेटेँ भने म क्षमा माग्छु उहाँहरूसँग। ठिक छ मैले भने ठिक छ उहाँले गर्नुभएको थियो उहाँले बिर्सिनु भयो म मान्छु तर म परमेश्वरलाई पाएको मानिस हुँ नि त मैले क्षमा मैले माग्नुपर्छ। मैले क्षमा मागेँ अहिलेको वचन सँगसँगै होइन। अनि जीवनमा मान्छेले के गर्न सक्छ र भनेर कसैले पनि नभनौँ। मलाई चाहिँ धेरै मेरो घर परिवारमा तैँले के गर्न सक्छ र भन्ने कुरामा चाहिँ धेरैचोटि मलाई चाहिँ गिराउनु भयो। मैले भने परमेश्वरलाई प्रभु मेरो त पिता तपाईँ नै हुनुहुन्छ। मैले सानैमा आफ्नो पिता गुमाएँ पिताको प्रेम त मलाई थाहा छैन। संसारमा हुँदाखेरि म मेरो हजुरआमासँग डाक्को छोडी रुन्थेँ। कहिलेकाहीँ मलाई याद पनि आउँछ मेरो हजुरआमा चाहिँ जीवित हुनुभएको भए फोनमा म यति धेरै डाक्को छोडी रुन्थेँ कि सबै कुरा पहाल्थेँ जस्तो लाग्छ। हुन त मेरो जन्मदिने आमा पनि हुनुहुन्छ। आमासँग मेरो त्यति अब भनौँ न आमा मेरो सिधा हुनुहुन्छ। अब कसरी यसलाई उत्साह दिने कसरी यसलाई उयो गर्ने भन्ने कुरा मेरो आमाले जान्नुहुन्न। अनि म आमालाई भन्न सक्दिनँ। अनि हजुरआमा चाहिँ सुन्नुहुन्थ्यो। मेरो हजुरआमा बितेको अहिले अस्ति माघमा 1 वर्ष भएदेखि आयो। मैले अस्तिको दिन पनि सम्झिँदै थिएँ। मलाई चाहिँ जब म संसारमा एक्लो महसुस गर्छु अनि मेरो परमेश्वर संसारको मेरो हजुरआमा एकदमै मलाई याद आउँछ। किन आउँछ मलाई आफूलाई थाहा छैन। अनि म एक्लै पनि एकान्तमा गएर भन्छु प्रभु मलाई छोड्नु त भएको छैन तपाईँले मलाई छोड्नु भएको छैन। मेरो हातले एकदमै कडासँग पकड्नुहोस्। म छुट्टिएँ भनेदेखि म फेरि संसारमा हराउँछु। तर म हराउनु भएन। मेरो घरनाले त तपाईँको महिमा गर्नुपर्छ। म प्रार्थना डेली बिहान बेलुका म प्रार्थना यही गर्छु। मेरो छोराछोरीले मेरो श्रीमानले मेरो घरनाले मेरो घरमा सासू ससुराले तपाईँको महिमा गर्नुपर्छ। मेरो उहाँहरू आउनुभएको छैन परमेश्वरमा उहाँको निम्ति म डेली प्रार्थना गर्छु। अनि गर्दाखेरि मानिस चाहिँ जीवन मृत्यु कसैले पनि होइन रोक्न सक्दैन परमेश्वर बाहेक। अनि मान्छेले त कहिल्यै पनि ठुलो सानो धनी गरिब होइन मानिस आफू रित्तिन पर्ने रहेछ। गएको सेमिनारमा सिमरामा पनि भन्दै हुन्थ्यो कि हामी धनी चाहिँ पैसा मात्रै लिएर धनी हुने कुराहरू आउँछ। अनि धनी हुन त दिनलाई पनि धनी हुनुपर्ने रहेछ। म कहिले सोच्दै थिएँ है यस्तो गर्दा पनि पैसा उठाउनु पर्छ उस्तो पैसा तर परमेश्वर बाइबलमा त दिन पनि धनी हुनुपर्ने रहेछ। अनि म चाहिँ सोच्छु म दिन्छु मलाई त्योभन्दा बढी चाहिँ मलाई मेरो परमेश्वरले दिनुहुन्छ र दिनुभएको छ। जब म जिरोमा थिएँ परमेश्वरले यहाँसम्म ल्याउनु भयो। मेरो आज हेर्दै गर्दाखेरि परमेश्वरले चाहिँ मलाई मेरो परिवारले मलाई धेरै ठुकेको त्यागेको कारणले गर्दा आज मलाई चाहिँ परमेश्वरले एउटा डाँडामा बसालेको सहर जस्तै बनाउनु भएको छ। म त्यो
याद गर्छु, म त्योलाई मनन गर्छु, किनकि आज नानी बाबुहरूलाई असल ठाउँमा राखिदिनु भएको छ होइन। अनि म असल मण्डलीमा जोइन भएको छु, यहाँको एउटा असल मण्डलीको सदस्य हुन पाएको छु। यो नै मेरो सबैभन्दा ठुलो आशिष हो, ठुलो सम्पत्ति हो। किनकि मानिसले धन सम्पत्ति जम्मा गरेर त कहिले पनि पुग्दैन। धन सम्पत्ति भन्ने कुरा त त्यो एउटा तिर्सना जस्तो, जति खा उति पिए जति उति नै खान पर्ने, मन लाग्ने हुन्छ। तर परमेश्वरको बारेमा त बिहान बेलुकाको निम्ति मात्र सम्झिनु भन्नुभएको छ नि त, किनकि भोलिको निम्ति फिक्री नगर। त्यही भएर मैले चाहिँ भोलिको निम्ति फिक्री गर्ने। अनि म अहिले अलिकति 2 वर्ष अगाडि घर बनाएँ, अहिले नानी पनि बाहिर जान खोज्दैछ, अनि तयारी हुँदैछ। गर्दै गर्दाखेरि अनि मैले हिजो मात्रै नानीसँग भने, नानी जहाँ गए पनि बरु मलाई बिर्सिए, मसँग गफ गर्न छोड्दे, भ्याइनस् भने त मान्छु म, तर परमेश्वरसँग गफ गर्न नछोड, परमेश्वरलाई सम्झिन नछोड, परमेश्वरसँग बोल्न नछोड होइन। भ्याउँदैन मसँग नबोल, तिमी आफ्नो समयमा हिँड गर, तर परमेश्वरलाई त नछोड। छोरालाई म त्यही भन्छु, परमेश्वरसँग बोल्न छोड्नु हुँदैन। परमेश्वरलाई चाहिँ म त बाबुलाई त बारम्बार भन्छु, त मृत अवस्थामा मैले परमेश्वरलाई पाएको थिएँ र तेरो कारणले गर्दा मैले परमेश्वरलाई पाएँ र म एकदम गर्व छु, र तैँले झन् छोड्नु हुँदैन, किनकि उसलाई त झन् जीवन दिएको छ नि त परमेश्वरले। अनि त्यसै गर्दाखेरि चाहिँ जीवनमा सङ्घर्ष मेरो जीवन धेरै आयो, तर कतिचोटि मेरो सङ्घर्ष अनि मेरो जीवनमा आएको परीक्षा मेरो मण्डली अगुवाजनहरूलाई कति थाहा छ होइन। आज म त्यो भन्दिनँ, किनकि मेरो परिवारमा फेरि पनि एकता, प्रेम, शान्ति, आनन्द दिनुभएको छ। मैले हिजोको दिनलाई हिजै बिर्सिसकेँ। म अब भोलि अगाडिको दिनलाई म परमेश्वरसँग समर्पण गरेर हिँड्न चाहन्छु। किनकि म विगतको कुराहरू अब म कोट्याउन पनि चाहदिनँ। सायद मैले त्यतिखेर मलाई परमेश्वरले एउटा धैर्यता नदिनु भएको, स्थिरता नदिनु भएको भए आज मेरो परिवार लथालिङ्ग हुने थियो। तर पनि मैले चाहिँ साहस गरेँ। मेरो आमा 26 वर्षमा वृद्ध हुँदाखेरि त त्यतिखेर अभाव त्यो खान पाउनुहुन्न थियो र त मेरो आमाले हामी 3 जनालाई लिएर बस्नुभयो भनेदेखि म त बिहान बेलुका खानालाई त मलाई दुःख छैन नि त। मैले त्यही सोचेँ, म अभावमा छुइनँ, मैले चाहिँ सङ्घर्ष गर्नुपर्छ, मैले धैर्यता गर्नुपर्छ। अनि म एउटा कुरा यहाँबाट भन्दै गर्छु, जब बुवा आमाले मात्र होइन, छोराछोरीहरूले पनि के सम्झिनुपर्छ भने आफ्नो घर, आफ्नो व्यक्तिगत जीवन मात्र होइन, हामी मण्डलीसँग जोडिएका छौँ। आज हामी गलत गऱ्यौँ, आज हामी नराम्रो, हाम्रो पहिचान नराम्रो भयो भने आज मण्डलीको पनि पहिचान नराम्रो हुन्छ। त्यस कारणले म त भन्छु कि जवान भाइ बहिनी, छोराछोरीहरूलाई पनि व्यक्तिगत जीवन पनि सुधार्नुपर्छ, दाग नलागोस्। हामी भन्छौँ मेरो मण्डली चाउरी नहोस्, दाग रहित होस् भनेर हामी प्रार्थना गर्छौँ। त्यो दाग रहित हुन व्यक्तिगत जीवनबाट पनि सुधार्नु पर्ने हुन्छ। त्यसैले मेरो गवाई म यहीँ राख्न चाहन्छु, किनभने समय धेरै छैन। हुन्छ, तपाईँलाई धन्यवाद। फेरि